तुलसीपुर 4 नम्बर वडा बनहरीमा 115औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ। उक्त वडाको महिला सञ्जालको आयोजनामा यस कार्यक्रमको सञ्चालन भएको हो। महिला सञ्जालका अध्यक्ष प्रभाव खड्काको प्रमुख आतिथ्यतामा तथा तुलसीपुर 4 नम्बर वडाका वडाध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै प्रमुख अतिथि तुलसी थापाले महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्। पुरुषले गर्ने जति सम्पूर्ण कार्य महिलाले पनि गर्न सक्छन्। महिलालाई पनि सधैँ अग्रसर बनाउनु पर्छ भन्ने कुरालाई जोड दिनुभयो। महिलाले जुनसुकै काम पनि गर्न सक्छन्, यो समाजले हेर्ने सोचाइलाई चिन्नुपर्छ भन्ने विषयमा बोल्नुभयो। त्यस्तै विशिष्ट अतिथि महिला सञ्जालकी सदस्य नारायणी पुन तथा अन्य ज्येष्ठ नागरिक, बुद्धिजीवी, समाजसेवी, विभिन्न समुदायका आमा समूह जस्ता व्यक्तिको उल्लेखनीय सहभागिता रहेको थियो। महिला चुलो चौकोमा मात्र सीमित हुनु हुँदैन, हामीले प्रतिकार गर्नुपर्छ। आफ्नो अधिकार लिन कहिले पनि पछि हट्नु हुँदैन, एक आमा समूह प्रतिनिधि मधु खनालले भन्नुभयो। सधैँभरि अर्कामा भर पर्ने, कहिलेकाहीँ त आफू पनि आत्मनिर्भर हुनु पर्यो नि, हुनु पर्यो कि नै भन्नुहोस् त। सधैँभरि अरूबाट मलाई पैसा दिनुहोस् है भनेर हात थाप्ने होइन नि। केही न केही त आफूभित्र भएको पहिचान गर्नु पर्यो नि। शक्ति म भित्र के छ त खुबी, आफूले चिन्नु पर्यो आफ्नो खुबी। आफूले केही गरेपछि मात्र छोरीलाई प्रेरणा मिल्ने हो कि होइन। तपाईँहरूले सधैँभरि घाँस दाउरा उही चुलो भान्सो गर्नुभयो भने तपाईँको छोरीको मेन्टालिटीमा के बस्छ भनेपछि मैले पनि मेरो आमाको जस्तै घाँस दाउरा नै गर्ने हो, मैले पनि मेरो आमाको जस्तै भविष्यमा गएर कसैको घर सम्हाल्ने हो भन्ने मात्र बस्छ कि उसले मैले पढे लेखेर केही गर्छु है, मैले पढे लेखेर म पनि एउटा देशको कर्णधार बन्छु है भन्ने सोच नै हट्छ कि। त्यही भएर आमाहरू, यो समय भनेको तपाईँ हामी एकजुट हुने हो। तपाईँ हामीले हाम्रो समाजलाई बदल्ने हो, हाम्रो छोरीलाई हेर्ने दृष्टिलाई बदल्ने। यस कार्यक्रममा विभिन्न आमा समूहहरूको टिमले आफूमा भएको प्रतिभा गीत गजल प्रस्तुत गर्नुभएको थियो।